आज एउटा प्रधानमन्त्रीको कर्तव्य त तिमीले याद दिलायौ कि प्रधानमन्त्रीको कर्तव्य हुन्छ कि सबै देशवासीलाई समेटेर लिएर हिँड्नु। तर एउटा नागरिक, देशको नागरिकको कर्तव्य के हुन्छ तिमीलाई थाहा छ? एउटा नागरिकको कर्तव्य पनि यही हुन्छ कि देशको प्रधानमन्त्रीले कुनै पनि यदि देशको कानुनमा यदि सुधार ल्याउन खोजिरहेछ र कुनै पनि देशको कानुन बनाइरहेछ भने देशको जनताको पनि कर्तव्य हुन्छ त्यो, यदि त्यो देशको लागि त्यो कानुन यदि राम्रो हो र देशको जनताको लागि सही हो भने त्यो कानुनमा समर्थन दिनु र देशको जनशक्तिको समर्थन गर्नु पनि एउटा देशको नागरिकको कर्तव्य हुन्छ। र एउटा देशको नागरिकको कर्तव्य यो पनि हुन्छ कि आफ्नो देशलाई कसरी अरू देशको रोहिङ्ग्या र बङ्गलादेशीहरूबाट आफ्नो देशको सिमाना कसरी रक्षा गरौँ त्यो पनि एउटा देशको नागरिकको कर्तव्य हुन्छ। तर त्यो कर्तव्य तिमीले धेरै पहिले पछाडि छोडेर आइसकेका छौ उमर खान। तिमी नै हो त्यो मान्छे कि आफ्नो देशमा अरू देशको रोहिङ्ग्या र बङ्गलादेशीहरूलाई हाम्रो देशमा छिराएर त्यसलाई नागरिकता दिलाउने र त्यसलाई घर भाडामा दिने र त्यसलाई घर व्यवस्था गराउने अरू देशबाट ल्याएर पैसा कतिवटा तिमी भन्दैछौ कि भ्रष्टाचार मुक्त कसरी प्रधानमन्त्री भ्रष्टाचार मुक्त गर्न सकिन्छ? जब तिमी अरू देशबाट पैसा ल्याउँछौ कति पैसाको बेहोरा चाहिँ तिमी सरकारलाई दिएछौ? कुन देशबाट कति पैसा ल्यायो? कुन देशबाट कति पैसा दियो तिमीलाई? कतिवटा बेहोरा चाहिँ तिमी सरकारलाई दिएछौ? र जब तिमीले ल्याएको अरू देशबाट इलिगल पैसाहरू जब तिमी सरकारलाई बेहोरा दिए छैनौ भने तिमी कसरी सरकारमाथि आवाज उठाउन सकिन्छौ कि सरकार भ्रष्टाचार मुक्त बनाउन सकेका छैन? जबकि तिमी आफै भ्रष्टाचार मुक्त छैनौ, जबकि तिमी आफै देशभक्त छैनौ भने अरूलाई देशभक्तिको बारेमा तिमी कसरी पढाउन सक्छौ? तिमी कतिवटा देशबाट तिमीलाई फन्ड आउँछ र चन्दा आउँछ, कतिवटा बेहोरा चाहिँ तिमी सरकारलाई दिएछौ? कति जनसङ्ख्या, कति जनताले, कति रोहिङ्ग्याहरूलाई तिमी देश भित्रायौ, कतिवटा बेहोरा चाहिँ तिमी सरकारलाई दिएछौ? जबकि तिमी आफै भ्रष्टाचारमा लिप्त र देशद्रोहमा लिप्त छौ भने तिमी सरकारमाथि अङ्गुला उठाउने कहाँबाट अधिकार पायो उमर खान? प्रधानमन्त्रीलाई भ्रष्टाचारी भन्दैछ कि मेरो देश भ्रष्टाचारमा लिप्त छ र सबै काम छोडेर प्रधानमन्त्री एउटा समुदायलाई नीचा देखाउनमा लागेछ। त म तिमीलाई एउटा कुरा भन्दैछु उमर खान कि जबसम्म जुन देशमा तिमी जस्तो गद्दार नागरिक हुन्छ भने त्यो देश कहिले भ्रष्टाचार मुक्त हुँदैन। जबसम्म तिमी जस्तो 300 रुपैयाँमा रोहिङ्ग्यालाई बोर्डर पारबाट आफ्नो देशमा बसाउने अरू देशको नागरिक जुन हाम्रो देशको नागरिक नै छैन त्यो नागरिकलाई ल्याएर आफ्नो जनसङ्ख्या बढाउनुको निम्ति मात्र अरू देशको नागरिकलाई ल्याएर आफ्नो देशमा बसाउनु, 500 रुपैयाँमा मान्छेलाई नागरिकता आफ्नो समर्थन दिएर र आफ्नो बाउआमाको र आफ्नो दाइभाइ बनाएर त्यसलाई नागरिकता दिलाउनु, योभन्दा भ्रष्टाचार अरू कुनै मान्छेले गर्दैन। अरू कुनै मान्छेले यदि 500 रुपैयाँको भ्रष्टाचार गर्छ भने मान्छेले 500 रुपैयाँ कमाउन सकिन्छ। तर तिमी जुन देश विरोधी गतिविधि गरिरहेछौ कि अरू देशको नागरिकलाई ल्याएर आफ्नो देशमा नागरिकताको प्रोसेस मिलाएर त्यसलाई भ्रष्टाचार गरेर नागरिकता दिलाएर जुन तिमी देशको निम्ति जुन गद्दारी गरिरहेछौ त्यो भनेको त्यो भ्रष्टाचारभन्दा अक्षम्य अपराध हो। र तिमी प्रधानमन्त्रीलाई ज्ञान दिन आएको आज। र सबभन्दा पहिले यो प्रधानमन्त्री बनाउनमा तिमीहरूको कुनै योगदान छैन। किन योगदान छैन?
कि जुन दिनसम्म यदि त्यो आन्दोलन चल्यो सबै एमाले काङ्ग्रेसको समर्थनमा तिमीहरू बोलिरहेको थियो र आज एमाले काङ्ग्रेसको सत्ता छैन त तिमी जेनजीले ल्याएको प्रधानमन्त्रीलाई जेनजीलाई मात्रै हटाउने अधिकार छ र तिमी जेनजी छँदै छैनौ। जेनजीले ल्याएको प्रधानमन्त्रीलाई तिमीले हटाउने अधिकार छ? तिमी कहाँबाट जेनजी भयो? र कुनै समाजलाई नीचा देखाएको होइन प्रधानमन्त्रीले। प्रधानमन्त्रीज्यूले यति मात्रै एउटा ऐना मात्रै तिम्रो अगाडि राखिदिएको हो, ऐना। तिमीहरूको जुन अनुहारमा नकाब लगाएर हिँड्छौ नि त्योमा ऐना मात्रै राखिदिएको, ऐना कि हेर तिमीहरूको अनुहार यस्तो देख्छ। अनि आफ्नै अनुहार हेरेर डराउनु पर्दैन उमर खान, आफ्नै अनुहार हेरेर डराउनु पर्दैन। किनकि जुन प्रधानमन्त्रीले भन्नुभएको छ त्यो सत्य तथ्य र 2% सत्य हो, 200% सत्य हो। प्रधानमन्त्रीज्यूले कुनै गलत त भनेको छैन, आफ्नो मनले त भनेको छैन। तिमी जस्तो यो 2 टकिया टिकटोकर त्यो जज बनेको मान्छे हो। जज बनेको मान्छे केही त बुद्धि होला उहाँसँग। जज त्यतिकै बन्दैन, जज बनेको मान्छे हो त्यो, केही त बुद्धि होला। तिमी जस्तो 2 टकिया टिकटोकर होइन जुन लफ्जियात फैलाउँछ, अरूको हिन्दूको छोरीहरूलाई ल्याएर आफ्नो टिकटक बनाउने र अरूको छोरीको बुहारीको मङ्गलसूत्र खोल्न लगाउने, टीका उतार्न लगाउने, त्यो भनेको धर्म त्यो होइन। र आज एउटा प्रधानमन्त्रीले कुनै एउटा समुदायमा कुनै गलत रीतिरिवाज छ र कुनै गलत क्रियाकलाप भइरहेछ भने त्यो कार्य भनेको प्रधानमन्त्रीको होइन। त्यसलाई सजेसन दिनु र त्यसलाई सुधार्नु प्रधानमन्त्रीको कार्य होइन। प्रधानमन्त्रीको कार्य मात्रै 80% हिन्दूलाई सुधार्नु हो। तिमीहरूलाई खुल्ला छुट दिइहाल्ने, जे मन पाइ त्यो गर्ने। सोच, अलि सोच। तिमी जस्तो गद्दारलाई त रोडमा, बीच रोडमा ल्याएर गोली हान्दिनु पर्ने हो।